मलाई यहाँ हाम्रो जग्गा चोर्न आउने चोर डाकाहरू बाख्राले खाएको बाली कहिले फस्टाउँछ यो चाहिँ हो देखेरै अर्को उठेछ नकिन्छ भाइ हो नकिन्छ छोड्दै ए नखिच छोड फटेर के हुँदैन छोड छोड सरकारलाई देखाउने हिजो त कोही यहाँ काम गरेर खै के गर्थ्यो मलाई केही अत्तापत्ता छैन सिधै भिडियो बनाएको मामा यस्तो भइरहेछ हाम्रोमा यस्तो भएको यार मामा क्लियर मार्क्स अब आमा चाहिँ देखाउँछु मार्क्स लगेर छ र मुख नदेखेको है त फोटो त सब पहिलाको त्यसै त्यही देखाउँछु तपाईँलाई सबैलाई उसले सर्कुलर गरेको छ मलाई पनि बोलाएको छ ए नगर छोड नगर कान्छ सरकारलाई चाहिँ देखाउनु पर्दैन मुद्दा आफू हाल्ने अनि हामीले चाहिँ भिडियो नबनाउनु दिने यस्तो मान्छे हो छैन 2 मिनट भइसक्यो यहाँ यस्तो हो क्या तपाईँलाई यो केटाहरू पाइदियो भने यो केटा यहाँ हो यो केटा काहीँ देख्यो भने मेरो नम्बरमा कल गर्नु अनि कहाँ छ त्यो लोकेसन मलाई भन्नु फोन नम्बर हो 9823185186 स्लोमा हुन्छ 9823185186 यो कल नम्बरमा कल गर्नु अनि यो अर्को भेट्यो भने हेर्नु तिनीहरूको बाइकको के भन्छ नम्बर भेट्नु नै तिनीहरूको हो यो बाइक के होइन मलाई केही अटोपट्टि चाहिँ मेरो सिँढी हुने यही हो हेर्नु यो मान्छे यो यिनीहरूको परिमा पुरै सहयोग गर्दैछ है भिडियो बनाइराख्नु अघि एउटा पहरी पनि आएको थियो सहयोग गरेर सरी यो भेट्नु भने चाहिँ मलाई कल गर्नु कल उठेन भने फोन गर्नु 976257 होइन 97 होइन त्यो भएन मिस्टेक 9762376909 मा कल गर्नु त्यस 98231 मा कल उठेन भने यसमा कल गर्नु अनि मलाई कन्ट्याक्ट नम्बर दिनु मेरो मेसेजहरू हुन्छ पूजा गजमेर पियुबाट हो नि पियुजे पूजा गजमेर विषय पनि आउँदैन मलाई देख्न अनि मेरो बाबाको खै के हो केही थाहा छैन त्यसमा कल उठेन भने
फुल क्वालिटी त्यसमा पनि क्वालिटी छैन भने फोन नम्बरमा कल गर्नुहुन्छ यत्रो कस्तो घामले गरेर नदेखेको यत्रो जग्गा त्यहाँदेखि त्यहाँसम्मको जग्गा हाम्रो उनीहरूले मुद्दा हालेको रहेछ क्या यसरी चाहिँ त्यो एउटा खै रुक्ने म तपाईँलाई एउटा देखाउँछु कुन चाहिँ केटाले तिनीहरूलाई बेचेको विश्वास अहिले त्यति पैसा छैन त्यसैले हामी कमाउँदैछौँ भिडियो एन्ड तक देख्ने होला भिडियो एन्ड तक देख्ने होला यो म देखाउँछु ल है त गाइजहरू म आइसकेँ त्यो हामी तिनीहरूलाई बेच्ने केटाको फोटो कहाँ छ रुक्ने म खोजेर देखाउँछु साथीहरू भेटिएन खोइ कहाँ छ अझै खोज्दैछु त्यो म तिनीहरूलाई बेच्ने केटा चाहिँ मैसक अहिले त्यसको छोराले एन्ड सबै चिज ह्यान्डल गर्दैछ हो म देखाएर तपाईँलाई म त्यो फोटो देखाउँछु साथीहरू त्यो चाहिँ अहिले आज भेटिएन म यहाँ कोसिस गर्दैछु तर त्यो भेटिएन धेरै कोसिस गर्दैछु म हार मानेकै छुइनँ हार मान्न अब हार मान्नु जस्तै लागिरहेछ त्यही म हार नमानिकन तपाईँहरूलाई देखाउन चाहन्छु साथीहरू मैले भेट्न सकिनँ मेरो कोसिसको काम सबै सफल हुन्छ भनेर थिएँ सुनेको थिएँ तर फर्स्ट टाइम मैले हार मानेको क्या यस्तो फिल भएर फर्स्ट टाइम हार मानेको तपाईँहरूलाई त्यो छोरी मेचिनको लागि हामी यहाँनिर मेरो घरको लोकेसन भन्छु इटरी चोकमा हलगाडामा आउनु इटरी 4 त्यता छ टोपारी इटरी 5 यता छ उताले एउटा के पो भन्छ वा पुलिसको घर छ के पो भन्छ पहरीको त्यस्तो छ पहरीको सामान यहाँ यो हाम्रो घर तपाईँ कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ नम्बर त्यहाँ लेखिरहेको छ ओ यो हाम्रो नम्बर हो दुईपल्ट ढालिसक्यो हो अनि यो मेरो ठुलो बुवाको दोकान हो बडी बुवाको यो चाहिँ उहाँको कस्तो मिठो लाग्छ नि यो अनि यो अङ्गुर त्यो केरा त्यस्तो मिठो हुन्छ नि तपाईँले युट्युब हाल्नुमा देख्नु भएको छ भने यस्तो स्याउमा सुई घुसाएको यस्तोमा तर यहाँ चाहिँ घुसाएको हुँदैन जे मन चाहे त्यही किन्न सक्नुहुन्छ यहाँ लोला पनि पाइन्छ रुक्ने म देखाउँछु लोलाहरू यहाँ थियो लोला खोइ लोला यहाँले 5 को पाइन्छ हे कोही थिएन गइहाल्यो ए बाउ भन्नु त उठो कहाँ छ त्यो यो अङ्कललाई नि 20,000 मा बेच्ने केटाको फोटो देखाउन न सुरुमा अस्ति थियो त कागज पत्र देखाउन त्यो खोइ कता छौ छिटो एक गाई यहाँ देखाउनु पर्दैन युट्युबमा छोड्दै भन्छु अहिले युट्युबमा पुरै भाइरल गर्नु नै देखाउनु छिटो देखाउनु छोड्दै अहिले नि त देखाउनु न मैले हैन भन्छु छोड्दै न गाइजहरु मैले बाबालाई पनि मागे तर भेटिएन साथीहरु हाम्रोमा दुईटा पत्रकारहरु आइसके एउटा पत्रकार हेर्न चालु हुन्छ मेरो ठुलो बा पत्रकार कोही कहाँ हुन्छ यहाँनेरि बनाउने हुन्छ इन्डियाबाट आएको हो यस्तै छ हाम्रो हालत उठादेखिको यति लामो थियो नि हाम्रो कति लामो थियो यहाँ रोडले गरेर काट्नु पर्यो यहाँ रुख छ हाम्रो के को थियो बाबा यो नि यो के को रुख थियो यहाँ टिट्री हो टिट्रीको रुख थियो यहाँ कत्रो रोडको कारणले काट्नु पर्यो यहाँ हेर्नु तपाईहरु आउन सक्नुहुन्छ
टिट्री खान तर धेरै नै ढिलो भएछ आउने भएन त्यतिखेर मैले भ्लगिङ बनाएको थिइनँ भ्लगिङ मलाई केही थाहा थिएन त्यसले यस्तो हो मुद्दा हालेको मान्छेको लागि त्यस्तो नगर्नु पऱ्यो हो त्यहाँदेखिको लामो त्यहाँसम्म ल्याएको छ यो यहाँले सफारी राख्ने पनि तिनीहरूले जग्गा लिएको छ घर पनि भटेको नै भनिरहेको छ आगो बाल्ने यसरी भनिरहेको हो त्यो कारणले अनि साँच्ची छ मैले कछुवा पनि भेटेको छु है बिर्सेछु भन् कछुवा पनि हेर्ने गाई चाहिँ कछुवा परेवा पनि छ परेवा मरेको छ ठुङ्ने हो नि मा केटी पनि थियो इलामदेखि ल्याएको यो त त्यो कछुवा चाहिँ भेटेको इ कराए ओ परेवा यो चाहिँ केटा हो त्यसलाई मैले इलाममा पकाडेको दुइटैलाई एउटा त उडी गयो केटी खाले परेवा उडो यो चाहिँ अहिले बच्चै छ दाइ सब्सक्राइब गर्नु सब्सक्राइब गरिदिनु भन्नु जम्मा सब्सक्राइब गरिदिनु भन्नु जम्मा सब्सक्राइब गरिदिनु लाइक गरिदिनु भन्नु लु नहेरिकन क्यामेरामा नहेरिकन लाइक गरिदिनु भन्नु सब्सक्राइब गरिदिनु भन्नु फलो गरिदिनु हजुरआमा लाइक हजुरआमा के हैन हो त्यो पानी खोल्नलाई लाइक गरिदिनु भन्नु लाइक गरिदिनु सब्स्क्राइब गरिदिनु छोराको त्यो यो युट्युबमा क्रिस छोराको हजुरआमा लाइक गरिदिनु भन्नु कस्तो लाइक गरिदिनु भन्नु लाइक गर्दिनु सब्स्क्राइब गरिदिनु सब्स्क्राइब गरिदिनु शेयर पनि गरिदिनु शेयर 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 अनि यार सलाई एकार शेयर यलाई एकार यार शेयर गरिदिनु के भन्नु के हैन अहिले चाहिँ अब के छ हामी तिमीलाई दिन्छौ लाइक गरिदिनु भन्नु लाइक गरिदिनु लाइक ओके सब्स्क्राइब गरिदिनु सब्सक्राइब अनि शेयर गरिदिनु शेयर कर दिया ओके इन्डियासम्म पुगाइदिनुहोस् यो घर पनि तिनीहरूले ल्याएको छ नि यो मेरो बुढी आमाको घर हो यहाँनिर यस्तो मुढा हालेको यहाँनिर उहाँको घर बन्दै थियो यहाँनिर बन्दै थियो तर यहाँनिर तिनीहरूले रोकिदियो यो घर फुटाउँछन् अब खै के भन्दै चाहिँ यार हाम्रो यो दुई उटो अनि यो हाम्रो नरिवल यहाँनिर यस्तो मिठो नरिवल फल्थ्यो नि खाने पिउने हो त्यो नरिवल त पाकेको काँचै थियो जुस पिन मिल्छ नि त अरूले सबै चोरिदिएर हुँदाखेरि यस्तो रिस उठिरहेको छु मलाई ल गाइजहरू आजको लागि यति नै धेरै लङ हुन्छ एडिटिङ साँच्ची एडिटिङमा गर्दिनँ त्यसैले भिडियो एकैछिनमा गइहाल्छ खै कति घन्टा लाग्छ त्यसैले आजको लागि यति नै बाबा यसमा यो छ नि यो बन्द गरिदिनु है आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ आज अर्को बेला भेट्नुपर्छ बाई बाई